चाङ्गाथली बजारी हो। सामान लिन आउने बजार चाहिँ यतैतिर हो, तर सबै बन्द भएको छ अहिले चाहिँ। चाङ्गाथलीदेखि लुबुसम्म हिँडेको है, लुबुसम्मको भिडियो बनाउँछु, त्यसपछि फर्किँदाखेरि अर्को भिडियो है त। चाङ्गाथली बस पार यसलाई भन्छ चाङ्गाथलीको बस पार। माथि डाँडा देखेको त्यो चाहिँ के भन्छ लाकुडी भन्छ नि, फुल चौकी। त्योभन्दा तल चाहिँ त्योभन्दा माथि चाहिँ लाकुडी भन्छ। कता फुल चौकी यहाँबाट यता गनिन्छ। स्पिकर भएको राम्रो सुन्ने। चाहिँ लुबुमा मेरो थोरै काम थियो, त्यही भएर अनि यसो कामको बेला काम भएर नि आएको, अनि यसो भिडियो पनि बनाइहालेको। यसो हेर्दै हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यताबाट गइने हुन्छ, हामी चाहिँ यताबाट जान लाग्यो। स्कुल त्यो रेड कलरको देखेको हो वेस्ट विङ हो क्या। मेरो बाबु पनि त्यही स्कुलमा पढ्छ, त्यही भएर नाम लिएको। यो रेड कलरको यो चाहिँ मेरो बाबु पढ्ने स्कुल वेस्ट विङ। आइसक्यो, अङ्कलले हात हल्लाउँदै जानु भइसक्यो। चाहिँ म त छोरा मान्छे होइन, छोरीको हो। हजुर खै थाहा छैन। गाडीमा त हामी 2 मिनटमै आइपुग्दो रहेछ। अलि हिँडेर आएको भए म लुबुमा आधी घन्टा लाग्थ्यो। हामी लुबु आइसकेको छ, अघि त्यहाँदेखि नै लुबु बनिन्छ। लुबु बजार पनि आइपुग्न आँट्यो। त बजार पुगेपछि म बन्द गर्छु। यस्तो छ गाइज हेर्नु है लुबुतिर। बाटो चाहिँ सानो के यतातिर घरै घर। बाटो चाहिँ 2टा गाडी पनि नअट्नु भएको छ। यस्तो छ, यो चाहिँ लुबुको माथिल्लो चौतारा भन्छ होइन। यहाँबाट चाहिँ यता लामाटार जाने, यता तल लगाएर
जाने बाटो। अनि यता चाहिँ अब यता यही हो लुगु बजार। यस्तो छ नि यतातिर बजार सबैभन्दा अब खाना खाने बेला भएर होला सबैतिर बन्दै बन्दै रहेछ यतातिर। लुगु बजार फाइनल्ली हामी लुगु बजारको बस पार्क भन्छ यहाँ चाहिँ यसलाई चाहिँ। सामान लिन जानु लाग्यो अब यही गाडी रोक्ने रे। गुरुजी यता हुनुहुन्छ यता हेरिदिनु न हौ हेर्दै हेलो भनिदिनु न। ल अब झर्छु है।